हेलो एभ्रिवान मैले चाहिँ एउटा रामसरलाई गेम खेलाएको थियो स्टुडियोमा चाहिँ लिएर आउने कि घुम्न जाने भनेर यो गेमको चाहिँ केही पनि थाहा थिएन उहाँलाई अनि उहाँले चाहिँ घुम्न जाने चुज गर्नुभयो ल जम्मै त अब सँगसँगै लेट्स गो हामी चाहिँ भक्तपुरमा छौँ हामीले चाहिँ अनि धुलीखेलमा गएर पेट्रोल मजाले स्कुटीमा फुल भयो त्यो चाहिँ हामी लाग्यो एकदम भ्यूहरू इन्जोय गर्दै हामी मजाले गयौँ अनि हामी दोलनघाटमा चाहिँ एकदम मिठो मिठो माछा अनि म चाहिँ माछा खाँदैन सो मैले चिकन गऱ्यौँ अर्डर गऱ्यौँ अनि त्यसपछि हामी कुर्दैछौँ है सबैजना मजाले खाना आधी घन्टा कुर्यो अनि त्यसपछि चाहिँ हाम्रो अगाडि एकदम मिठोभन्दा मिठो खाना आइपुग्यो र खाऊँ है त हामी खाएर हामी जानेछौँ टाटा अब चाहिँ हामी सुकुटीको न्यू गेटमा आइपुग्यौँ है अब यहाँबाट चाहिँ सुकुटी स्टार्टिङ हुन्छ चाहिँ हामीले रोहनको लागि स्विमिङ कस्ट्युमले उहाँले चाहिँ लिएर आउनु बिर्सिनु भएछ हामी तिनजनाहरूले चाहिँ घरबाटै अलरेडी लिएका थियौँ ल हामी पुग्यो है त सुकुटी फन रिसोर्ट अनि जाने बित्तिकै उहाँहरू चाहिँ टिटी खेल्नुभयो अनि हामी चाहिँ बसिरह्यो अनि त्यसरी नुहाइ गरेर मजाले एकदमै सानो रिलहरू बनाउन थाल्यौँ अब हाम्रो रामसरको सुन्नुहोस् है भोइस आज हामी यहाँ गरे सुकुटी रिभर फन होइन यो अनि त्यसपछि चाहिँ हामीले स्न्याक्स गऱ्यौँ स्न्याक्स खाइसकेपछि चाहिँ यसो हुन्छ नि भोटेकुसीको चिसो चिसो त्यसमा मजाले सानोतिनो रिल बनाउँदै रमाइलो गर्दै हामी चारजना बस्यौँ अनि रिल बनाइरहेको क्रममा चाहिँ हामीले एकछिनमा रोहनले चाहिँ बुझाइदियौँ अनि यो सिन चाहिँ हामीले स्विमिङ गरिसकेपछि अनि हामी रेस्ट गर्नको लागि लिइरहेका थियौँ अनि त्यसपछि अरूहरूले स्विमिङ गरिरहेको हामी हेऱ्यौँ रमाइलो गऱ्यौँ इन्जोय गऱ्यौँ यताउति हुन्छ नि हामी यो ठाउँले पहिला पनि गएको थियो अनि हामीलाई पहिला सबै थाहा थियो र पनि हामी घुमेका थिएनौँ अनि हामी चाहिँ मजाले यो रिजोर्टको सबै ठाउँतिर चारतिर घुम्यौँ अनि त्यसपछि चाहिँ संस्कार म लुडो खेल्न थाल्यो हामीलाई अल्छी लाग्यो अनि उहाँहरू दुईजना चाहिँ के भन्छ त्यसलाई फुलसम्म के भन्थ्यो त्यो खेल्दै थियो अनि यो चाहिँ भोलिपल्टको हो हामी बिहान चाहिँ राफ्टिङ गर्न जाने भनेको थियो अनि मेरो हात त एकदम दुखेर म गएन अनि उहाँहरू दुईजना चाहिँ गइसक्नु भएको थियो अनि रामसर र म चाहिँ गएनौँ अनि हामी चाहिँ रमाइलो गर्दै पिङ खेल्दै भिडियोहरू बनाउँदै बस्यौँ
रामसर चाहिँ आफ्नो बिजनेसमा चाहिँ एकदम स्ट्रिक हुनुहुन्छ तर यसरी भ्याकेसनको बेला चाहिँ एकदम फ्रीली गर्नुहुन्छ अनि छुकछुके बच्चा जस्तो हुनुहुन्छ अहिले पनि मैले उहाँलाई नजानु भन्दै पनि उहाँपट्टि खुसीको यो खोलामा यसरी जानुभयो अनि त्यसपछि चाहिँ उहाँ सम्सिला र रोहन आउनुभयो अनि त्यसपछि हामी स्विमिङ गर्नलाई हेर्नु है त हामीहरूले स्विमिङ गरेको पाले पिलो हिजो रामसर हुनुहुन्छ अब चाहिँ सम्सिलाको पालो हेर्नुहोस् है यो चाहिँ रोहन हुनुहुन्छ त्यसपछि चाहिँ रामसर र म छु यसपछि चाहिँ हामी चारैजना पानीभित्र समयलाई हेर्नुहोस् हामी पौडी खेलेको अनि एकदम रमाइलो भयो यो पछि हामीले टाइम फिक्स गरेर भिडियो बनायो अनि एकदम रमाइलो भयो मैले चाहिँ पहिला पौडी खेल्न आउँदैन थियो अहिले चाहिँ बिस्तारै सिक्दैछु अनि हामीले मजाले पौडी खेलिसकेपछि रेडी भयो घर फर्कनको लागि ल अब हामी रेडी भयो है अनि हामीलाई खाना पनि फ्री गरिदिनु भएको थियो रिजोर्टले किनकि एक दिन अगाडि हामीले भारी भेटाइदिएका थियौँ अनि रिजोर्टले हामीलाई फ्री गरिदिनु भयो खाना चारजनालाई अनि म्याउ पनि आयो अनि म्याउलाई पनि हामीले मासु दिएको अब हामी यहाँबाट खानासाना खाइसक्यो अब हामी जाँदैछौँ सर हेऱ्यो रिजोर्टमा त्यसपछि हामी एकदम हुन्छ नि हिजो र आजको सम्झना राखेर हामीले यो रिजोर्टमा सबै कुरा खाएर हामी घर फर्क्यो ल टाटा बाई बाई अब भ्यू थोरै जानु है त बाई बाई